काली गण्डकी कोरिडोर गुल्मी ऋणीदेखि रुद्रभिनी जाने बाटोमा काली गण्डकी बगिरहेको साँगुरे भन्ने ठाउँको दृश्य अहिले यसरी देखिराखेको छ। काली गण्डकी कोरिडोर बनिसकेपछि यात्रा चाहिँ सहज भएको छ। ऋणीदेखि रुद्रवेणीसम्मको त्यसभन्दा उता जाने क्रममा भिडियो बनाउने छु। अहिलेलाई साँगुरेको मन्दिर जुन अति नै अप्ठ्यारो ठाउँ थियो, यो बाटो पूर्ण रूपमा बन्नभन्दा पहिला अहिले सहज सुलभ भएको छ र अति नै राम्रो तरिकाले बनेको छ। जुन मनोरम दृश्य काली गण्डकीको जुन अहिले देखिरहनु भएको छ।